नमस्ते अनि स्वागत छ तपाईहरुलाई मेरो भान्साघरमा। आज चाहिँ म तपाईहरुको लागि साना नानी बाबुहरुको पहिलो अन्न ग्रहण गर्ने दिन शुभ अन्नप्राशनमा सजाइने 84 व्यञ्जनमा के सामग्री समावेश गर्न सकिन्छ भनेर यो भिडियो लिएर आएकी छु। आशा छ यो भिडियोले तपाईहरुलाई धेरै सहजता मिल्नेछ। अब हेरौं है त के समावेश छ यो 84 व्यञ्जनमा। पान, मह, सक्खर, घिउ, दही, दूध, खीर, मुसुरोको दाल, मासको दाल, रहरको दाल, खोस्टे मूंग, चनाको दाल, खैरो चना, सेतो केराउ, सानो केराउ, राजमा, बकुल्ला, बोडी, काबुली चना, काजु, बदाम, पिस्ता, ओखर, मखाना, अंजीर, छोकडा, किसमिस, नेपाली बदाम, फर्सीको बिया, मगज, तिल, आलस, ल्वाङ, सुकमेल, अलैंची, जायफल, दालचिनी, सौंफ, ओट्स, लिटो, भुजा, मकैको फूल, भुटेको भटमास, स्याउ, केरा, एभोकाडो, अंगुर, स्ट्रॉबेरी, सुन्तला, ड्रैगन फ्रूट, गाजर, काँक्रो, मेवा, उसिनेको सकरखण्ड, उसिनेको पिडालु, उसिनेको तरुल, चुकन्दर, ब्रोकाउली, पालुङ्गो, भात, पकाएको दाल, पकाएको तरकारी, मिक्स अचार, पुरी, सुजीको हलुवा, पनिर, चीज, टोफू, चिउरा, कर्नफ्लेक्स, लाखामरी, सेलरोटी, तिलको लड्डु, मोतीचुरको लड्डु, पेडा, रसमलाई, लालमोहन, रसबरी, बर्फी, जेरी, कलाकन्द, जुस, मिक्स कुकीज र मिस्टी। यो लिस्ट बाहेक चाहिँ तपाईहरुले आफ्नो कल्चर अनुसार सामग्रीहरू थपघट गर्न सक्नुहुन्छ। यो भिडियोले चाहिँ तपाईहरुलाई सहयोग मिल्नेछ भनेर आशा गरेकी छु। भिडियो मन परेमा लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिदिनु होला। धन्यवाद।